र हामी नारायण चौरमा भेला भएर बालुवाटारतर्फ जाने क्रममा धेरै ठुलो संख्यामा प्रहरीहरू तैनात गरेर हामीलाई त्यहाँ रोक्ने काम भयो। त्यसपछि हामीले अगाडि बढ्न खोज्दाखेरि अकस्मात लाठीचार्ज गरियो। स्वयं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई पनि त्यो लाठीको प्रहार पर्यो र केही साथीहरू घाइते पनि भए। र त्यही बीचमा मैले अघिल्तिर बढ्न प्रयास गर्दाखेरि एकजना प्रहरी जवानले पटक पटक मेरो खुट्टामा घुँडामा चाहिँ नि बुटले हिर्काए र त्यसपछि मैले अगाडि बढ्न खोज्दा र सम्बन्धित प्रहरीलाई उसले मलाई खुट्टामा हान्यो भनेर चाहिँ कराउँदाखेरि अचानक मेरो चाहिँ नि कठालोमा समातेर मलाई लडाइयो र घिसार्दै पहिला केही समय घिसार्दै त्यसपछि हात र खुट्टामा समातेर प्रहरीको भ्यानमा लगेर काठमाडौँ जिल्ला प्रहरी परिसरमा राखियो। वास्तवमा गत जेठ 15 गतेदेखि आन्दोलन सुरु भएदेखि नै हामीले घोषित रूपमा नै शान्तिपूर्ण ढङ्गबाट आन्दोलन अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थियौँ र त्यही अनुसार काम पनि भइरहेको थियो। हिजो मात्रै दरबार मार्गमा निषेधित क्षेत्र घोषित गरेपछि हामीले त्यो निषेधित क्षेत्र तोड्न चाहेनौँ, किनभने हाम्रो पूर्वनिर्धारित कार्यक्रम दरबार मार्ग भए तापनि सरकारले जुनसुकै कारणबाट निषेधित क्षेत्र घोषणा गरिसकेपछि त्यसलाई अहिले हामीले नतोडौँ भनेर निषेधित क्षेत्र नभएको बालुवाटारमा हामीले कार्यक्रम राख्यौँ। हिजो जुन ठाउँमा हामीले कार्यक्रम गरेको थियौँ त्यही ठाउँमा आज गर्न खोजेको हो र त्यो निषेधित क्षेत्र पनि थिएन। तर सरकारले जुन किसिमको आज हाम्रो आन्दोलनमाथि दमन गर्यो, जुन किसिमको बर्बरतापूर्ण ढङ्गको व्यवहार गर्यो र एकदम अमानवीय ढङ्गबाट अब म आफै एउटा पार्टीको जिम्मेवार अध्यक्ष भएको, दुई पटक तीन पटक उपप्रधानमन्त्री गृहमन्त्री भइसकेको व्यक्तिलाई जुन किसिमबाट अभद्र व्यवहार गर्ने, लछार पछार गर्ने र त्यसै गरी हाम्रा पार्टीका कयौं कार्यकर्ता साथीहरूलाई आक्रमण गर्ने कुन काम गर्यो, यसको म घोर भर्त्सना गर्दछु, निन्दा गर्दछु र यस्तो दमनले हाम्रो आन्दोलन रोकिने पनि होइन। सरकारले जति दमन गर्दै जान्छ स्वाभाविक रूपले आन्दोलनको उचाइ अझ बढ्दै जान्छ र अझ बढी प्रतिबद्धताका साथ हामी आफ्नो लक्ष्य प्राप्तिको निमित्त अगाडि बढ्नेछौँ। मलाई जिल्ला प्रहरी परिषदमा लगेर राखेपछि मलाई भेट्नको निमित्त आउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका माननीय सांसद दीपक सिंहलाई मसँग भेटिसकेपछि बाहिर जाँदा नियन्त्रणमा लिएर भित्र उहाँलाई पनि राखियो र साथसाथै अन्य पार्टीका 4 जना युवा साथीहरू र 1 जना वास्तवमा भन्ने हो भने कुनै पार्टीसँग आबद्ध नरहेको महिला बहिनीलाई पनि त्यहाँ पक्राउ गरेर चाहिँ नि राखिएको थियो र हामीलाई नियन्त्रणमा लिएर झन्डै 6-7 घण्टा राखेपछि अहिले हामीलाई बिना शर्त रिहा गरिएको छ। म यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्गदेनलाई विशेष रूपले धन्यवाद दिन चाहन्छु। राप्रपा र राप्रपा नेपालका सबै नेता र कार्यकर्ता साथीहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। माननीय अध्यक्ष राजेन्द्र लिङ्गदेनले जुन किसिमको एउटा सशक्त अडान लिनुभयो
र आजै बिना शर्त रिहा नगरिए त्यसको प्रतिवादमा सशक्त ढङ्गबाट उत्रन बाध्य हुनेछौँ भन्ने जुन उहाँले प्रष्ट रूपमा धारणा व्यक्त गर्नुभयो, त्यसैको परिणामले गर्दाखेरि आज सरकारले हामीलाई बाध्य भएर रिहा गरेको छ। र त्यसको साथसाथै सुरुमा मान्य दीपक सिंहलाई मात्रै छोड्ने तयारी गरेको थियो र पछि अध्यक्ष राजेन्द्र लिङ्गदेन र मान्य दीपक सिंहले पनि यदि आज समातिएका सबैलाई एकैपटक छोडिँदैन भनेदेखि म पनि जान तयार छैन भनेर अडान लिएपछि अन्ततः सबैलाई रिहा गर्ने वातावरण बन्यो। म सरकारको यो दमनकारी नीतिको घोर भर्त्सना गर्न चाहन्छु। यस्तो बर्बरतापूर्ण जुन कार्य भएको छ, यसको मानवाधिकार आयोग लगायतका अन्य मानवाधिकारसँग सम्बन्धित संस्थाहरूले पनि यसको अनुगमन गर्नु नै हुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु। र जुन उच्च मनोबलका साथ यो आन्दोलन अगाडि बढिराखेको छ र आगामी दिनमा पनि अझ सशक्त ढङ्गबाट अगाडि बढ्नेछ भन्दै म यहाँहरू सबैमा, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूमा हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। तपाईँहरूको ऐक्यबद्धता, तपाईँहरूको स्नेह, सद्भाव र माया यो छोटो समयमा पनि हामीले अत्यन्तै त्यो चाहिँ नि त्यसलाई फिल गरेका छौँ। वास्तवमा केही घन्टा मात्रै मान्य दीपक सिंह र म त्यहाँसँगै हामी बस्यौँ। त्यसले हामीहरूको दुई दाजुभाइको बिचमा पनि एउटा आत्मीयताको नयाँ चरण चाहिँ सुरु भएको मैले फिल गरेको छु। म अत्यन्तै खुसी छु र पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायत सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु र राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीजीले पनि यो घटनाक्रमपछि जुन एउटा पार्टीलाई सशक्त रूपले परिचालन गरेर प्रतिकारमा जे जस्ता किसिमका कार्यहरू भए त्यसको निमित्त म सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। अब वास्तवमा मलाई चाहिँ नि यहाँ लट्ठी लागेको छ, लट्ठीले गर्दाखेरि अलिकति सुन्निएको छ। त्यसपछि घुँडामा त्यो दुई पटक त्यो बुटले हिर्काएको कारणले गर्दाखेरि अलिकति त्यहाँ चाहिँ नि छ। अब घिसार्दाखेरि यहाँ भएको त्यस्तो अहिले धेरै मलाई दुख्या त छैन, तर अब भरेतिर थाहा होला। यसबाट म चाहिँ यो तपाईँको सामान्य चाहिँ घाउ चोट पटकबाट त्यस्तो चिन्तित, विचलित हुने, दुखित हुने कुनै छैन। यो सामान्य रूपमा चाहिँ मैले यसलाई लिएको छु।